यस्तो सानो गाडी त कोही मात्र आउँछ। अहिले चाहिँ हाम्रो हरिदाईको कम्पनी हो कोरियाको कम्पनी। ल भइसक्यो दाइ भइसक्यो। आज चाहिँ विशेष गरी हरिदाईको पहलमा हामी यो के ठाउँ अरे डेमोतिर जाँदैछौँ। यो चाहिँ थेङ्गिदो सियोङसी छङवाङदोङको डेमोमा हैन डेमोतिर जाँदैछौँ। ल ठिक छ। टक्क भिडियो चाहिँ म चाहिँ क्यामेराम्यान हो साथी। म चाहिँ फेरि अलि नर्मल खालको परे, हाम्रो भाइ एकदम डेन्जर खालको। अरे दाइ कुरा गर्नुहुन्छ तपाईँले। यति खोजेको होइन। ए कुरै नगर्नु। बाटो भन्दा पनि दाइ अब 2-4 दिनमा यो पात पनि केही रहँदैन। दाइ बाटो भन्दा पनि मेरो मलाई पिर परेको के छ भन्दाखेरि दाइ हरिदाई यता सुन्नु हरिदाईलाई मलाई पिर परेको के छ भन्दाखेरि हरिदाईसित कोहीले त्यो कम्पनीमा आउँला होइन, हरिदाईसित कोहीले सँगै बसेर त्यो ठेहान के अरे आन्जल छैल कोहीले गरौँला भन्ने हो क्या। मैले त्यस्तो टेन्सन छैन। मलाई 1 महिना 1 दिनको सेलेरी दे भने म दिन्छु। भनेपछि बुझ 1 महिना 1 दिन 1 महिना 1 दिनको पनि दिन्छु भनेपछि मैले भनिदिउँ त। के भन्यो भने भाइले हरिको कम्पनीमा तान्नु पर्यो भन्ने हो। त्यो हो कि विशेष गरी हुँदैन भन्ने सिद्धान्तको भयो भने गर्छ अरे त हरि भाइले भइगयो त। घुसले पनि नले पनि म त अब पिछा परेपछि फेरि अहिले जस्तै भलाउमा पिछा परेछु नि दाइ हो त्यस्तै अरे मेरोमा। ए हेर्नु तपाईँहरू उता जानु म हरिदाई जता जानु त्यति टाढा हिँडेछु। त्यो हो। ल यो त एउटा रमाइलोको लागि मात्रै हो। विशेष गरी अब हरिदाईले अब कोरियामा म चाहिँ नयाँ छु होइन। यो त रमाइलोको पाटो हो। कोरियामा नयाँ छु। अवस्थाहरूको सहयोग साथ र सहयोग चाहिँ धेरै अपेक्षा छ क्या। ल्याङ गर्ने पनि होइन, एकदम राम्रो छ मान्छे। अलिकति 2 महिनामा अब छिमेकीतिर जाने, भाषा सिक्ने, कता हो कोरियनसँग बोल्न खोज्ने एकदम। ओहो हरिदाई तपाईँको त कालो भयो प्यान्ट। कालो भइसक्यो, ढिला भइसक्यो। चेनले के हरिको साइकल खतम छ क्या फेरि हो। ल फेरि अर्को भिडियोमा डेमोको फुटबल ग्राउन्ड हो यो। केटाहरू खेलिरहेको छ। हाम्रो दामो सर कता हुनुहुन्छ हौ? दामो त गइसकेको हो। हाम्रो यता के यता यति अघि हो क्यामेरा। हाम्रो मोहन दाई विशेष आज हामी चाहिँ मोहन दाई कुन ठाउँ अरे? यो चाहिँ डेमो हो। डेमोमा आएको छ। यहाँ चाहिँ हरिदाई हुनुहुन्छ है। दाइलाई कस्तो लागिरहेको छ? एकदम रमाइलो अनुभव भइरहेछ किनकि यहाँनिर अब हाम्रो साथीहरू पहिलाको हाम्रो सँगै आएको साथीभाइ हाम्रो नयाँ दाजु दाजुसँगै पहिला काम गर्नुभएको सँगै गरे सँगै सहकार्य एकदम रमाइलो लागिरहेछ आज होइन। विशेष दिन भएको छ आजको युगा एकदम दामी शान्त खालको भइरहेछ। यस्तो माहौल चाहिँ हुनुपर्छ कहिले काहीँ। हुनुपर्छ। सधैँ काम भएन होइन।
अब यसो पैसा मात्रै ठुलो कुरा होइन पैसा कमाइला बचाइला त्यस्तै हो होइन अब हामीले यसो रमाइलो गर्नुपर्छ बाहिरतिर भन्ने हो ल ठिक छ यस्तो छ है मनोरम दृश्य यता पनि देखाउँछ एकदम राम्रो यता डेमो यो डेमो भइहाल्यो यो डेमो भन्ने के हो मलाई त थाहा छैन साथी तर डेमो भन्नु दाइहरूले त्यही अब म त्यसैको ललाइमा म पनि डेमो गरिरहेको छु डेमो दिइरहेको छु यस्तो छ कोरियाकै पार्कमा यस्तो सानो भाइले यहाँ साइकल कुदाइरहेको छ है टक्कै यस्तो तरिकाले यसलाई चाहिँ के भन्छन् हो साथी यसलाई चाहिँ के भन्छन् गरेर महेन्द्र दाइ नेपालमा पनि कुदाउँछ तर के भनेर कुदाइन्छ के खेल भनिन्छ यस्तो छ है रोलाएर अब चाहिँ यो रुखहरूका पातहरू झर्ने बेला भएर हिउँ पर्ने बेला भएर होइन एउटा कोल्ड ड्रिङ्क्स टाइपको हो कोल्ड ड्रिङ्क्स अङ्गुरको भनेको छ अङ्गुरको हाम्रो किन्ने दाता चाहिँ उहाँ हुनुहुन्छ यहाँ हाम्रो भाइ अर्को भ्लगिङ भाइ ऊ त 60K फलोवर त अहिले छ अनि उसको हो र बाफ्रे अनि उहाँ त अनि किन्ने दाता भइसक्नु किन्ने दाता खाने दाता म साथीहरू हामी चाहिँ यहाँ फलो गर्दै हिँडिरहेको छौँ यो चाहिँ के होला हो ए 운동 할 수 있어요. साथीहरु हामी चाहिँ समुद्रतिर घुम्न लागिरहेका छौं समुद्रको फेरि खतरा दृश्य देखाउँछु एकछिनपछि धैर्य गर्नु होला मेरो युट्युब च्यानल चाहिँ सब्स्क्राइब चाहिँ ड्याङ ड्याङ हान्दै गर्नु होला है साथी हो एक दुई दिनमा अनि हाम्रो यहाँ तिमीले सोध्ने हुन पाउँदामा कस्तो अनुभव भइरहेको छ तपाईलाई एकदम राम्रो अनुभव भएको छ हैन अब अनि कोरियाको बसाइ कस्तो छ कोरियाको बसाइ राम्रो छ हैन कोरिया जस चलिरहेको छ टाइम भयो 6-7 महिना बसियो हैन निकै राम्रै भइरहेको छ कम्पनीमा एकदम वातावरण पनि शान्त छ राम्रो छ है सबै छ कम्पनी चाहिँ जो तपाईले चाहिँ मेनु भनेपछि त अच्छा खासा ठीक परेको छ कम्पनी यस्तै हो अब कम्पनीमा नेपालमा जे जति हल्ला गरे पनि 4 लाख 5 लाख 6 लाख भने पनि 3 लाख सम्म चाहिँ 350 त्यति त नढाड्नु न 350 त भइरहेको देखिरहेको छु नर्मली 350 हामीले पाउन सकिन्छ कोरियामा अब कम्पनीमा काम पनि सजिलो छ काम चाहिँ कतिको सजिलो छ कम्पनीमा मेरो कम्पनीमा चाहिँ काम एकदमै सजिलो छ के खास विशेष के भन्छ विशेष मेरो चाहिँ कम्पनीमा त्यो सोनजाबी भन्छ त्यो ह्यान्डल भन्छ त्यो टिनको बाकसको ह्यान्डलहरू भन्छ एकदम सजिलो छ काम चाहिँ एकदम राम्रो छ हैन यस्तो सजिलो काम छ अब ठिकै छ भाग्यले साथ दियो हैन लङ टाइम पछाडि कोरिया आउनु पाइयो धेरै प्रतीक्षा पछाडि धेरै खुसी छु म इन्जोय छ लाइफसँग इन्जोय गरिरहेको छु अहिले त्यस दिनहरू राम्रो भइरहेको छ लाइफ जस आजको पोडकास्टमा तपाईको उपस्थित हुनुभएकोमा धेरै खुसी लागेको छ कोरियाको अनुभव सुनाउनु भयो सेयर गर्नुभयो अब आउने जस्तो रोस्टरमा बसेर अब इस्यु भएर बसेका मेनुमा आउने साथीहरूलाई के भन्न चाहनुहुन्छ रोस्टरमा बसेका साथीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने धैर्यता नै सबैभन्दा ठुलो कुरा अहिले त आन्दोलन पनि चलिरहेको छ नेपालमा आन्दोलन चाहिँ नगरेकै राम्रो हो हैन आन्दोलन गर्दाखेरि आन्दोलन पनि कसरी नगर्नु हो दाजु लगभग 15-16 हजार जना त रोस्टरको टाइम सिद्धेर बन्नु पनि समाधान छ नि त अहिले तत्काल चाहिँ विशेष समाधान के एक्जाम नगरेर चाहिँ के हुन सक्छ ल यसको समाधान यसो निकाल्नु विशेष चाहिँ एक्जाम एचआरडीले चाहिँ एक्जाम चाहिँ अहिले हुन लागेको एक्जामहरू चाहिँ रोकेर चाहिँ जति रोस्टरमा भएको मान्छेको डेटलाई चाहिँ 1 वर्ष अझै थपेर चाहिँ अनि चाहिँ कार्यहरूलाई अगाडि बढाउन सक्छ हैन यसरी चाहिँ गरेर यसरी चाहिँ गर्यो भने चाहिँ अझ राम्रो होला कि जस्तो लाग्छ मेरो चाहिँ भने तर कुरा के हो भने अब जति सक्दो हामीले आन्दोलन एचआरडीले मान्छ त हाम्रो यो मागहरू सुनाइ गर्न सक्छ एचआरडीले मान्नुपर्छ र मान्ने नै कुरा हो र मान्छ पनि
यो यसमा म पूर्ण विश्वास छु ल हुन्छ दाइ थ्याङ्क यू धन्यवाद भेट भएको खुसी लाग्यो